एडभर्सिटी एडभर्सिटी विपत्ति। माइकल डिलनको कविता एडभर्सिटीले जीवनमा आउने दुःख, बाधा र विपत्तिलाई सकारात्मक दृष्टिकोणकाबाट हेरेको छ। कवि भन्छन्, जसरी कडा आँधीबेहरीले रुखका कमजोर हाँगाहरू भाँचे पनि त्यसले रुखको जरालाई धरतीको अझ गहिराईसम्म पुगेर बलियो हुन मद्दत गर्छ, त्यसरी नै जीवनका कठिनाइहरूले मानिसलाई भित्रदेखि दृढ बनाउँछन्। आत्मपहिचान र परिपक्वता। यदि जीवन सधैँ सुखद अनि सहज मात्र भइदिएको भए मानिसले कहिले आफ्नो वास्तविक क्षमता र शक्ति चिन्न सक्ने थिएन। विपत्ति र सङ्घर्षले मानिसको उथला सुखलाई हत्काए पनि यसले व्यक्तिलाई अझ बढी परिपक्व, सहनशील र साहसी बनाउँछ। कविले विपत्तिलाई एउटा त्यस्तो भट्टीको रूपमा प्रस्तुत गरेका छन् जसले मानिसलाई नष्ट गर्ने बहानामा वास्तवमा हिरा र इस्पात जस्तै बलियो र मूल्यवान बनाउने काम गर्छ। त्यसैले दुःख र सङ्घर्षबाट डराउनुको साथो त्यसलाई व्यक्तिगत निखार्ने अवसरको रूपमा लिनुपर्छ भन्ने यस कविता एडभर्सिटीको मुख्य सन्देश हो। चुनौती नै शिक्षक हो भन्ने यस कविताले कठिनाइलाई शत्रुको रूपमा नभई मानिसलाई भित्रदेखि नै बलियो बनाउने एउटा माध्यमको रूपमा प्रस्तुत गरेको छ। आन्तरिक शक्तिको पहिचान गरी जसरी आँधीले रुखको जरालाई अझ मजबुत बनाउँछ, त्यसरी नै दुःखले मानिसको आन्तरिक शक्ति, इनर स्ट्रेन्थ र सहनशीलतालाई बढाउँछ। परिपक्वता। सहज जीवनले मानिसलाई कमजोर बनाउन सक्छ, तर सङ्घर्ष र विपत्तिले मानिसको व्यक्तित्वलाई निखार्ने काम गर्छ।